हेलो साथीहरू, स्वागत छ यहाँहरू सम्पूर्णलाई आजको विशेष भिडियोमा। हेर्नुहोस् त, आजको विशेष भिडियो सबै लोकसेवा स्टुडेन्ट्सहरू मिलेर बालेन शाहलाई मुद्दा हाल्नुपर्छ साथीहरू। अब पनि ढिला भयो भने जति पनि लोकसेवा पढिराख्नुभएका साथीहरू छ उहाँहरूको फ्युचर एकदम डार्क देख्छु साथीहरू। फ्युचर बर्बाद देख्छु म यदि बालेन शाहलाई मुद्दा हाल्न ढिला भयो भने। मुद्दा किन हाल्ने, कसरी हाल्ने, केका लागि हाल्ने भन्दा अगाडि यदि हाम्रो भिडियोहरू रेगुलर हेर्ने साथीहरू हुनुहुन्छ भने त उहाँहरूलाई थाहा छ। तर रेगुलर हेर्नुहुन्न भने यसभन्दा अगाडि हामीले जिरोबाट स्टार्टिङबाट लोकसेवा कसरी सुरु गर्ने, बेस्ट मेटेरियल कसरी कलेक्सन गर्ने, पढ्ने बेस्ट रुटिन कसरी बनाउने है, एकदम प्रभावकारी रुटिन कसरी बनाउने, अनि यसका साथसाथै इक्जामको 10 दिन अगाडिदेखि कसरी तयारी गर्ने, इक्जामको दिन इक्जाम हलमा के लगेर जाने, प्रेसर ह्यान्डल कसरी गर्ने लगायतका भिडियोहरू हामीले अगाडि नै बनाइसकेका छौँ साथीहरू। अगाडि गएर हेर्नुहोला। र आउने दिनमा अझै भोलिका दिनमा आउने दिनका लागि चाहिँ हामीले ह्यान्डराइटिङ कसरी एकदमै राम्रो बनाउने, छिटो लेख्दा पनि नबिग्रिने गरी कसरी ह्यान्डराइटिङ राम्रो बनाउने। मेरो यसमा लेख्दा चाहिँ यस्तो नराम्रो देखेको हो, रियलमा धेरै राम्रो मैले सुधारेको छु साथीहरू। ती टेक्निकहरू, नोटहरू एकदमै बुक त धेरै लेन्दी हुन्छ, त्यहाँबाट टक्क टक्क रिभिजन गर्न मिल्ने नोटहरू कसरी बनाउने, इक्जाम हलमा एकदमै कम समय छ भने पनि छोटो समयमा धेरै आन्सर कसरी लेख्ने, प्रोसेसहरू टक्क टक्क प्रोसेसहरू भन्ने बारेमा अगाडि भिडियो बनाउँछौँ। र एकदमै स्पेसल अफर छ, 100% फ्री, 100% फ्रीवाला स्पेसल अफर छ। यो चाहिँ विशेष गरी सुब्बाको तयारी गरिराख्नुभएका साथीहरूको लागि एकदमै राम्रो है, 100% फ्री अफर छ। यो अफर के हो भन्ने बारे म भिडियोको अन्तिममा अथवा भिडियोको बिचमा भन्छु साथीहरू। त्यसको लागि भिडियो पुरा पनि हेर्नु पर्यो। म तपाईँहरूलाई 100% फ्री अफर दिइराखेको छु, तपाईँहरूले भिडियो नहेर्ने भन्ने हुँदैन है। र यसका साथसाथै तपाईँहरूलाई कुनै दिन पढ्दा पढ्दै लो फिल हुन्छ है, कुरा सेयर गर्न मान्छे मिल्दैन, केही कुराहरू क्वेसनहरू कन्फ्युज भयो भने कसलाई सोध्ने गाइडेन्स छैन भने यही युट्युब च्यानलकै नाम गरेको एउटा फेसबुक पेज छ साथीहरू। फेसबुक पेज छ जसको नाम हो जोर्नी टु सेक्सन अफिसर, जोर्नी टु सेक्सन अफिसर है, जसको लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु। त्यहाँ गएर लिङ्कमा क्लिक गरेर यसलाई फलो गर्नुहोला। र तपाईँलाई कुनै कन्फ्युजन लाग्यो, कुनै पढाइ रिलेटेड क्वेसनहरू सोध्नु पर्यो, सुब्बादेखि लिएर खरिदारदेखि लिएर अफिसरको स्टार्टिङहरूले कुनै सोध्नु पर्यो भने मलाई सिधै मेसेज गर्नुहोला। म सकेभन्दा बढी सकेसम्म रिप्लाई गर्छु र म आउन आएको बेला रिप्लाई गर्छु। यसमा तपाईँहरू मेसेज गर्न सक्नुहुन्छ। र यी कुराहरू थाहा पाउनको लागि है, यी कुराहरू थाहा पाउनको लागि र भोलिका दिनमा एकदमै राम्रो, झन् 100% फ्री अफर तपाईँहरू ग्र्याब गर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला है साथीहरू। अब मुद्दामा हो, मेन मुद्दा हाम्रो हो बालेन शाहलाई किन मुद्दा हाल्ने भन्ने बारेमा। हेर्नुहोस् त, बालेन शाहलाई किन मुद्दा हाल्ने भन्दा सपोज बिहान 6 बजे उठ्यो भने 7 बजेसम्म मोबाइल चलाइन्छ। कारण के? बालेन शाह कता जानुभयो, के गर्नुभयो, फेरि 7:30मा मुख धोएर आइन्छ, बिहान एकछिन मोबाइल चलाइन्छ, 8 बजिसक्छ, फेरि बालेन शाह है। एकछिन पढ्यो, फेरि वाक्क लाग्छ, फेरि मोबाइल चलाइन्छ। खाना खायो 10 बजेतिर, फेरि चुनावी सरगम है, चुनावी माहौल, फेरि बालेन शाह। भनेको मतलब बालेन शाहले हाम्रो समय बर्बाद है। अब जोक सपाट, बालेन शाहलाई चाहिँ मुद्दै हाल्नुपर्ने कुनै कारण छैन। अहिलेसम्म अरू उम्मेदवार भन्दा अब्बल र राम्रो, मेरो नजरमा पनि राम्रै हुनुहुन्छ। यहाँसम्म तपाईँहरूलाई मैले ग्र्याब गर्नको लागि ल्याएँ। तर राम्रो त हुनुहुन्छ, हाम्रो तर्फबाट पनि जितको शुभकामना छ, कामना गर्छौँ। तर हाम्रो समय त बर्बाद भयो है। मेन भनेको लोकसेवा स्टुडेन्ट्सको समय बर्बाद भनेको भविष्य बर्बाद हुनु जस्तै हो साथीहरू। यो फेरि याद गर्नुहोला, समय बर्बाद हुनु भनेको भविष्य बर्बाद हुनु हो। त्यही भएर चाहे कुनै मुभी हेरेर समय बर्बाद गर्नुहुन्छ, चाहे जेसुकै राजनीतिको न्युज हेरेर समय बर्बाद गर्नुहुन्छ, यो भनेको प्रत्यक्ष रूपमा तपाईँहरूको भविष्य बर्बाद हुनु हो।
अब यसको लागि समय व्यवस्थापन कसरी गर्ने यसको बारेमा पनि चर्चा गर्छौँ हामी। समय व्यवस्थापन भन्दा पनि सुरुमा मोबाइल व्यवस्थापन गर्न पर्यो साथीहरू। समय व्यवस्थापन भइहाल्छ, तर अहिले सबैभन्दा ठुलो दुश्मन मोबाइल। यो जसरी पनि हामीले एभोइड गर्नुपर्छ। जतिसुकै लोकसेवा होस् या जुनसुकै जेसुकै कलेजमा होस्, जेसुकै पढ्ने साथीहरूको पनि यो मोबाइल भनेको सबैभन्दा ठुलो दुश्मन हो साथीहरू। सबभन्दा ठुलो दुश्मन भनेको मोबाइल हो। अब मोबाइलमाथि कसरी कन्ट्रोल गर्ने हामीले भन्ने बारेमा एकछिनमा भन्ने नै छु। यसको लागि योभन्दा अगाडि मैले सानो भनिहालेँ, जस्तै राम्रा मान्छेलाई हामीले सपोर्ट गर्नुपर्छ, किनभने राम्रो मान्छे संसदमा आएर प्रतिनिधिको रूपमा संसदमा आएर सरकार गठन गर्ने हो है। राम्रो मान्छेले सरकार बनाउने हो। संसदहरूले नै ऐन नियमहरू बनाउने हो, ऐन नियमहरू बनाउने हो, जसले चाहिँ देश सञ्चालनलाई, राष्ट्र सञ्चालनलाई एकदमै कुन दिशामा लाने भन्ने उहाँहरूकै हातमा हुन्छ, संसदकै हातमा। उहाँहरूले नै सरकार बनाउने हो र जनताका इच्छा, आकाङ्क्षा, आवश्यकता र प्राथमिकता आधारमा जनताका आवश्यकताहरूलाई पुरा गर्छ सरकारले। तर सरकारले अब कसको थ्रु गर्छ? कर्मचारी। यसको मतलब सरकार र जनता बीचको सम्बन्ध सेतु, पुलको काम कसले गर्छ? कर्मचारी। अब हामी के को लागि पढ्दैछौँ? कर्मचारीको लागि। अब कर्मचारीको लागि हामी पढ्दैछौँ भने त हामीले एकदम समय व्यवस्थित बनाएर पढ्नु पर्यो। यसका लागि चाहिँ मोबाइल हामीले त्याग्नै पर्छ। कि सपना त्याग्ने साथीहरू है, कि मोबाइल त्याग्ने, कि मोबाइल त्याग्ने। अझ हाम्रो 100% फ्री अफरको कुरा बाँकी नै छ, यो पनि एकछिनमा भन्छौँ, हेर्नुहोला। अब बालेन शाह होस्, हर्क साङपाङ होस्, जोसुकै होस्, उज्यालो पार्टी होस्, जसलाई तपाईँ सपोर्ट गर्नुहुन्छ सपोर्ट गर्नुहोस्, राम्रो मान्छे संसदमा आओस्, हाम्रो कामना यही हो है। यो चाहिँ मैले क्याचीको लागि बनाएँ, एकदम क्याच गर्नको लागि। मेन चाहिँ हामीले समय व्यवस्थापन गर्नुपर्छ साथीहरू। समय व्यवस्थापन गर्नलाई के गर्ने भन्दा आफ्नो मोबाइलको सेटिङमा जाने र डिजिटल वेलबिङ एन्ड प्यारेन्टल कन्ट्रोल भन्ने ठाउँमा जाने। अब यसमा गएर तपाईँले क्लिक गर्नुभयो भने तपाईँ दिनको कति घन्टा मोबाइल चलाउनुहुन्छ भन्ने यसमा देखिन्छ साथीहरू। यदि तपाईँहरू 3 घन्टाभन्दा बढी दिनमा मोबाइल चलाउनुहुन्छ भने तपाईँ बुझ्नुहोस्, तपाईँ आफ्नो सपना पछ्याउने बाटोभन्दा धेरै टाढा हुनुहुन्छ। तपाईँले अझै बढी समय लाग्छ। त्यही भएर 3 घन्टाभन्दा तपाईँको बढी समय हुनु भएन। जस्तै हेर्नुहोस् त, यसमा फाइदा के छ भने एप टाइमर्स राख्न सक्नुहुन्छ। मैले युट्युब सबभन्दा बढी चलाउँछु। मेरो पनि समस्या यही हो कि राजनीति बढी हेर्ने, अन्य इन्टरभ्यू हेर्ने, त्यही भएर मैले 30 मिनट राखेको छु। दिनमा 30 मिनट। 30 मिनट मैले चलाएँ भने अब नोटिफिकेसन आउँछ मलाई, 30 मिनट कम्प्लिट भयो भन्दै, अनि म बन्द गरिदिन्छु। अरू तपाईँहरू एप टाइमर्समा अरू पनि थप्न सक्नुहुन्छ, फेसबुक, टिकटक। सकेसम्म टिकटक, फेसबुक त चलाउने नै होइन, यो चलाउने चिजै होइन, नाम ननिस्किँदासम्म। र अर्को 10 बजेपछि मेरो मोबाइल बेड टाइम भनेर एकदम डार्क जोन आउँछ। यो पछि मैले बुझ्नुपर्छ अब चलाउनु हुँदैन भनेर है। यसरी पनि कन्ट्रोल भएन भने अचुक उपाय छ यो, लक माई फोन। यो तपाईँहरू इन्स्टल गर्नुहोला। मैले इन्स्टल गरिसकेको छु, मैले यही चलाउँछु है। यो इन्स्टल गर्नुभयो भने तपाईँले यसलाई चलाउन सक्नुहुन्छ। जस्तै अब 6 बजे बिहान उठ्नुभयो भने तपाईँले यसलाई अन गरिदिने। 4 घन्टा बनाउनुहोस् या 5 घन्टा बनाउनुहोस् या 6 घन्टा, तपाईँले यसमा टाइम तलमाथि, यो प्लसबाट टाइम तलमाथि गर्न सक्नुहुन्छ। यसको फाइदा के छ भने तपाईँले 6 बजे उठेर 4 घन्टा लक लाउनु भयो भने 10 बजेसम्म यो मोबाइल खुल्दैन। अब उताबाट आएको कलहरू तपाईँ रिसिभ गर्न सक्नुहुन्छ, तर तपाईँले चाहिँ मोबाइल चलाउन सक्नुहुन्न। र अब पढ्नुहोस् न साथीहरू, अब पढ्नुहोस्। ल तपाईँलाई बालेन शाहको, हर्क साङपाङ, जसुकैको न्युज हेर्न मन छ, फिल्म हेर्न मन छ भने अब 10 बजे खाना खाएर एकछिन 11 बजेसम्म चलाउनुहोस्। र तपाईँलाई लाग्यो मैले मोबाइल बढी चलाइराखेको छु, समय बर्बाद भइराखेको छ भने फेरि 11 बजे फेरि 4 घन्टाको लक लगाइदिनुहोस् र यसरी पढ्नुहोस्। अब तपाईँ मोबाइलमै पढ्नुहुन्छ भने पढ्दा युट्युबबाट भिडियो हेर्नुहुन्छ भने अथवा जुममा क्लासहरू लिइराख्नु भएको छ भने त्यो बेला मात्रै मोबाइल खुल्ने गरी लक लाउनुहोस्। 2 घन्टापछि तपाईँको क्लास हुन्छ भने 2 घन्टाको लक लाउनुहोस्, 2 घन्टापछि आफै खुल्छ, क्लास एटेन्ड गर्नुहोस्। तर फेरि भन्दैछु, समय व्यवस्थापन सबैभन्दा अप्ठ्यारो चिज हो र यसलाई समय व्यवस्थापन गर्नुपर्छ। मोबाइल भनेको लोकसेवा पढ्ने साथीहरूको एकदम दुश्मन हो। अहिलेको धेरै समय चाहिँ धेरै साथीहरूको बालेनले नै खाइदिइराख्नु भएको छ। त्यही भएर मैले बालेनलाई मुद्दा हालौँ भनेको हो। जितको शुभकामना छ।
राम्रो मान्छे आउनुपर्छ। राम्रो मान्छे आयो भने नीति निर्माणदेखि लिएर सरकारका कार्य सम्पादनमा एकदम राम्रो भूमिका रहन्छ र राम्रा कर्मचारी छ उहाँहरू पनि खुसी हुनुहुन्छ। एकदम घुस्या करप्टेड बाहेक सबै मान्छे खुसी हुनुहुन्छ। त्यही भएर जितको शुभकामना छ, केही छैन। र अब 100% अफरको काम, 100% अफर। र यो 100% अफर लिनुभन्दा अगाडि त्यो मोबाइलमा लक माई फोन भन्ने एप डाउनलोड गरेर सुरु गरिहाल्ने साथीहरू पढ्न। अब 100% अफर के छ भने जति पनि 10-15 वर्ष अगाडिदेखिका जति पनि अहिलेसम्मका प्रश्नहरू छन्, ओल्ड प्रश्न, पुराना प्रश्नहरू छन्, विशेष गरी नायब सुब्बाका जति पनि पुराना प्रश्नपत्रहरू छन् ती सबै सोल्भ गरेर विथ अपडेटका साथ, जस्तै त्यो बेलाको समयमा त्यसको आन्सर अर्कै हुन्थ्यो भने अहिलेको अर्कै हुनसक्छ। त्यही भएर त्यसलाई सबैलाई अपडेट गरेर एकदम पुराना प्रश्नपत्रहरू सोल्भ गरेर यसै युट्युब च्यानलमा अपलोड गर्ने हामी जमर्को गर्दैछौँ साथीहरू है। अपलोड गर्ने जमर्को गर्दैछौँ। त्यसको लागि ती सबै 100% फ्रीमा हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्नुहोला र तपाईँ कुन टपिकमा भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला है। मैले भनिसकेँ तपाईँहरूलाई ह्यान्डराइटिङ कसरी सुधार्ने, नोट कसरी बनाउने, इक्जाम हलमा प्रेसर कसरी ह्यान्डल गर्ने, यी बारेमा भिडियोहरू हामी विस्तृतमा बनाउने छौँ। तर पनि हजुरहरू केमा भिडियो हेर्न चाहनुहुन्छ त त्यसको बारेमा पनि कमेन्ट गर्नुहोला। र फेरि पनि भने मोबाइललाई सकेसम्म कम चलाउनुहोस्। मोबाइल भनेको एकदमै दुश्मन हो हाम्रो। मोबाइल भनेको लोकसेवा पढ्ने स्टुडेन्टहरूको दुश्मन हो। भोलि फेरि अब नजिकै चुनाव आउँदैछ, सरगर्मी बढ्दैछ, फेरि रिजल्ट आउने दिनहरू होला। रिजल्ट आउने दिन त 3-4 दिन 1 हप्ता जति लाग्छ नि त। यसमा यो फेरि समय खेर जान्छ। म किन रिक्वेस्ट गर्दैछु भने हाम्रो 1 महिना पनि खेर जानु भनेको, हेर्नुहोस् त 1 महिना बराबर 30 दिन, 30 दिनमा कम्तामा तपाईँ 10-10 घन्टा पनि तपाईँले पढ्न सक्नुभयो भने 300 घन्टा हो। तपाईँले 10 घन्टा पढ्ने ठाउँमा जम्मा 5 घन्टा मात्रै पढेर 150 घन्टा खेर फाल्नु भनेको कति पछाडि पर्नुभयो तपाईँ। त्यही भएर मोबाइल सकेसम्म कम बनाउनुहोस्। जोसुकै जितोस्, सके राम्रो मान्छे जितोस्, नत्र जोसुकै जितोस्, तपाईँ सुरुमा आफू त ठाउँमा पुग्नुहोस्। आफू ठाउँमा पुगेर राम्रो काम गर्नुहोस्। तपाईँ चाहिँ नराम्रो नबन्नुहोस्। बेस्ट अफ लक साथीहरू। सबै राम्ररी पढ्नुहोस्। इक्जामहरू एकदमै नजिक आइसके, इक्जामहरू एकदमै मुखमा आइसके। अब यो चुनावको पछि लाग्यो हुँदैन भन्ने मेरो आशय होस्। राम्रो मान्छेको पोस्टहरू बरु सेयर गर्नुहोस्, घरकोलाई भन्नुहोस्, तर आफू चाहिँ पढ्नुहोस्। बेस्ट अफ लक र मोबाइल लक लगाएर पढ्नुहोस्। हस् त साथीहरू।